मुमिन उपत्यकाबाट हाम्रो कथा सुरु हुन्छ। मुमिन उपत्यकामा जाडोमा धेरै हिउँ पर्छ। सबैजना न्यानो हुनलाई हिउँभरि सुत्छन् र बसन्त ऋतु आउँदा बिउजन्छन्। मुमिन घरमा पनि सबैजना सुतिरहेका हुन्छन्। बिस्तारै बसन्त ऋतुको आगमन भएसँगै सबसे पहिला मुमिन बिउजन्छ र झ्यालबाट बाहिर हेर्छ। फूलहरू फुलेको देखेर ऊ एकदमै खुसी हुन्छ र ठुलो स्वरमा बसन्त ऋतु भएछ भनेर कराउँछ अनि दौडिँदै अरूहरूलाई उठाउनलाई तल्लो कोठातिर लाग्छ। तल जाँदै गर्दा उसको सानुमायासँग भेट हुन्छ। सानुमाया मुमिनको स्वर सुनेर बिउजेको भएर उसँग रिसाइरहेकी हुन्छ अनि मुमिनले तिमीले नै मलाई बसन्त ऋतु आएपछि उठाऊ भनेको त हो नि भनेर भन्छ। तर लामो समयसम्म सुतेको भएर सानुमायाले त्यो कुरा बिर्सिसकेकी हुन्छ। त्यतिकैमा मुमिन आमा पनि आफ्नो कोठाबाट बाहिर निस्किनुहुन्छ र खाजा बनाउनको लागि भान्सातिर लाग्नुहुन्छ। त्यही बेला बाहिर हार्मोनिका बजेको धुन सुनिन्छ र मुमिनले त्यो स्नफकिन हो भनेर थाहा पाउँछ र खुसी हुँदै झ्यालमा भएको भर्याङबाट तल झर्छ। सानुमाया भने ढोकाबाट बाहिर निस्किन्छ र मुमिनलाई पनि त्यसरी नै बाहिर आए त भइहाल्छ नि भन्छ। मुमिन चाहिँ होइन मलाई यसरी झन् मजा आउँछ भनेर दौडिन्छ। सानुमाया पनि उसको पछि पछि दौडिन्छ। मुमिनले सानुमायालाई तिमी अब घर जान्छौ भनेर सोध्छ। सानुमाया आफ्नो दिदी घरमा फर्केको नभए पनि जान्छु भन्दै घरतिर लाग्छ। खोलाको पुलमाथि बसेर स्नफकिन हार्मोनिका बजाउँदै हुन्छ। मुमिनले तिमी त चाँडै आएछौ स्नफकिन भनेर भन्छ। स्नफकिन पनि मुमिन उपत्यकाको बसन्त ऋतु एकदमै मनपर्छ भनेर भन्छ। त्यसपछि उनीहरू दुईजना रमाइलो गर्नको लागि स्निफलाई उठाउन उसको घरतिर जान्छन्। घर बाहिर पुग्दा स्निफ खुरेको आवाज सुनिन्छ र उसलाई उठाउन स्नफकिनले सिटी बजाउँछ। मन नलागी स्निफ आधी निन्द्रामा ढोका खोल्छ। मुमिनले उसलाई खेल्न बोलाउँछ तर स्निफ पहिला त मान्दैन। तर मुमिनले हामीहरू रमाइलो गर्न जाने हो भनेपछि स्निफ पनि खुसी हुँदै उनीहरूसँगै लाग्छ। उनीहरू मुमिन उपत्यका हेर्नको लागि पहाड चढ्नलाई जान्छन्। जाँदा जाँदै बाटोमा हेमुलिन बासँग उनीहरूको भेट हुन्छ। हेमुलिन बा खोला तर्दै हुन्छन्। उनीहरू पहाडमाथि पुगेर त्यहाँको दृश्य हेर्दै रमाउँदै हुन्छन्। त्यही बेलामा उनीहरूको नजर एउटा टोपीमा पर्छ। स्निफ दौडिँदै गएर त्यो टोपीलाई उठाउँछ। त्यो टोपी कसको होला भनेर उनीहरू सोध्छन् र मुमिन बुवाले दिने भनेर घरतिर लाग्छन्। घरमा मुमिन बुबाले टोपी लगाएर हेर्नुहुन्छ तर टोपी निकै ठुलो भएकोले उहाँको आँखा नै छोपिन्छ। मुमिन बुवा हिड्न खोज्नुहुन्छ तर टेबलमा ठोकिनुहुन्छ। यो देखेर मुमिन र स्निफ ठुलो स्वरमा हाँस्न थाल्छन्। त्यसपछि मुमिन बुवा त्यो टोपीलाई निकाल्न खोज्नुहुन्छ तर टोपी अड्केर निस्किनै मान्दैन। मुमिन र स्निफ मिलेर टोपीलाई जोडले तान्छन्। टोपी र मुमिन बुबा दुवै भुइँमा खस्छन्। यो सब हल्ला सुनेर मुमिन आमा आउनुहुन्छ र टोपीलाई फाल्नुभन्दा फोहोरहरू जम्मा गर्ने एउटा भाँडो बनाऊ भनेर सल्लाह दिनुहुन्छ र त्यो टोपीलाई ढोका नजिकैको भित्तामा राख्नुहुन्छ। अचानक टोपी आफै अलिकति ठुलो हुन्छ। यता स्नोक मेडन फूलहरू टिपेर गमलामा राख्छिन् अनि आफ्नो दाइलाई बोलाउनलाई जान्छन्। तर स्नोर्क निकै ध्यान दिएर काम गरिरहेको हुन्छ र उसको कुरा राम्ररी सुन्दैन। स्नोर्क आफूले बनाएको हवाईजहाजको खेलौना देखाउँछ र त्यसलाई उडाउन खोज्छ तर त्यो भुइँमा झरेर टुक्रा हुन्छ। स्नोक मेडन र मुमिन घरको बारदलीमा बसेर उड्ने जहाजको कुरा गर्दै हुन्छन्। स्निफ पनि टन्न खाजा खाएर मुमिनहरूसँग कुरा गर्न थाल्छ। मुमिन बुवाले हिँड्दै गर्दा अन्डाको खोल भुइँमा भेट्नुहुन्छ र त्यसलाई टोपीमा लगेर फाल्नुहुन्छ। टोपीमा अन्डाको खोल बिस्तारै बादल जस्तो चिजमा परिवर्तन हुन्छ। त्यो बादलहरू बिस्तारै मुमिनहरू भएको ठाउँसम्म आउँछ। पहिले त उनीहरू के होला यो भनेर अचम्म हुन्छन् अनि मुमिन एउटा बादलमाथि चढ्छ र उड्न थाल्छ। त्यसपछि एक एकजना गरेर सबै बादलमा चढेर रमाइलो गर्न थाल्छन्। स्निफ पनि बल्ल बल्ल गरेर त्यो बादलमाथि चढ्न सफल हुन्छ। मुमिन उड्दै मुमिन बुवाको झ्यालसम्म आइपुग्छ। मुमिन बुवा अचम्ममा पर्दै झ्याल खोलेर बादलको बारेमा सोध्नुहुन्छ। मुमिनले पनि त्यो घरभित्रबाटै आएको हो भनेर भन्छ। त्यसपछि मुमिन बुवा पनि बादलमा चढ्न खोज्नुहुन्छ तर बादलले दुईजनालाई धान्न सक्दैन र दुवैजना भुइँमा खस्छन् र मुमिन एक्लै उडेर साथीहरूसँग खेल्न जान्छ। स्निफ र सानुमाया पनि एकअर्कासँग ठोकिन्छन् अनि स्निफ भुइँमा खस्छ। त्यसपछि स्निफ बादलमाथि चढ्नलाई रुखमा अड्किएको बादललाई तान्न खोज्छ तर बादल भने बिस्तारै हराउँदै कम हुँदै जान्छ। सानुमाया र स्नफकिनको बादल पनि हराउँछ
र उनीहरू ओर्लिन्छन्। तर मुमिन र स्नोक मेडेनको बादल भने अझै हराएको हुँदैन। त्यही भएर सबले उनीहरूलाई ओर्लिन भनेर भन्छन् र उनीहरू पनि बिस्तारै ओर्लिन्छन्। त्यसपछि सबैजना लुकामारी खेल्न थाल्छन्। स्निफ चाहिँ घर बाहिर उभिएर गन्दै हुन्छ अनि अरूहरू चाहिँ घरभित्र लुक्नको लागि दौडिन्छन्। सबैजना लुक्ने ठाउँ खोज्दै घरभित्र हिँड्न थाल्छन्। त्यही बीचमा मुमिन पनि लुक्ने ठाउँ नपाएर त्यो जादुमय टोपीभित्र छिर्छ। स्निफ सबलाई खोज्न रुमभित्र छिर्छ। ऊ यताउता खोज्न थाल्छ र सबैभन्दा पहिले स्नफकिनलाई भेटाउँछ। स्नोक मेडन पनि खाटमुनि लुकिरहेकी हुन्छन्, तर उसको पुच्छर बाहिर नै भएको भएर स्निफले उसलाई पनि देख्छ। सानो माया भने भान्सा घरमा भाँडाभित्र लुकेर बसेकी हुन्छ र उसलाई पनि स्निफले भेट्छ। तर मुमिन भने कतै पनि देखिन्न। उनीहरू सबैजना एउटा कोठामा बसेर मुमिन कता गयो होला भनेर कुरा गर्दै हुन्छन्। त्यही बेला सोफाको तलबाट मुमिन हाँसेको सुनिन्छ। सानुमाया दौडेर हेर्न जान्छन्। मुमिन पनि हाँस्दै टोपीबाट बाहिर निस्किन्छ। तर मुमिन एक अचम्मको प्राणीमा परिवर्तन भएको हुन्छ। सबजना उसलाई देखेर छक्क पर्छन्। मुमिन पनि उनीहरूले आफूलाई नचिनेको देखेर एकछिन अलमल्ल पर्छ। मुमिन बाबा पनि रिसाउँदै मुमिन खै भनेर उसलाई सोध्छन्। मुमिन पनि अचम्म मान्दै आफ्नो हाततिर हेर्छ र डराउन थाल्छ। ऊ दौडिँदै नजिकैको ऐनामा गएर आफूलाई हेर्छ र रुन थाल्छ। त्यही बेला मुमिन आमा पनि कोठामा आउनुहुन्छ र मुमिन दौडिँदै मुमिन आमालाई अँगालो हाल्छ। एकछिन मुमिन आमा पनि छक्क पर्नुहुन्छ। मुमिन भने म नै मुमिन हो भनेर भनिरहेको हुन्छ। मुमिन आमाले पनि एकछिन राम्ररी मुमिनलाई हेर्नुहुन्छ र तिमी नै मेरो मुमिन हौ भनेर अँगालो हाल्नुहुन्छ। मुमिन ठुलो स्वरले रुन थाल्छ र बिस्तारै आफ्नो पुरानो रूपमा परिवर्तन हुन थाल्छ। त्यसपछि मुमिनले सबैजनालाई आफू त्यो जादुई टोपीभित्र लुकेको कुरा सुनाउँछ। त्यसपछि स्नफकिन र मुमिनले त्यो टोपीलाई खोलामा लगेर फालिदिन्छन् र टोपी पनि पानीमा बग्दै जान्छ।